हेलो साथीहरू, आज म तपाईहरुलाई बताउन गइरहेको छु दराज एपमा कसरी अकाउन्ट खोल्ने, दराज एपलाई कसरी इन्स्टल गर्ने भन्ने बारेमा सम्पूर्ण जानकारी दिँदै गइरहेको छु। यसमा कसरी खाता खोल्ने भन्ने बताउन गइरहेको छु। सबैभन्दा पहिले प्ले स्टोर खोल्ने, त्यसपछि सर्च आइकनमा दबाउने, त्यसपछि दोस्रो चोटि दबाउँदा त्यसमा दराज सर्च गर्ने। अब दराज सर्च गरिसकेपछि पहिलो नम्बरमा तपाईहरुले देख्न सक्नुहुन्छ दराज भनेर आइसकेको छ। यसमा देख्न सक्नुहुन्छ दोस्रो दराज अनलाइन शपिङ एप भनेर देखाएको छ। त्यसमा ट्याप गर्ने। तल देखाएको छ कि यसमा के हुन्छ, कस्तो हुन्छ, यसमा के पहिलो के हुन्छ भन्ने बारेमा देखाएको छ। त्यसलाई इन्स्टल गरिदिने हामीले। अब इन्स्टल गरेपछि थोरै टाइम रोक्नुपर्छ। त्यसमा इन्स्टल हुन टाइम लाग्छ। अब यो इन्स्टल भएपछि हाम्रो यसमा खाता खोल्नका बारेमा बताउन गइरहेको छु। यसमा कसरी अकाउन्ट खोल्ने भन्ने बारेमा तपाईहरुलाई म जानकारी गराउन गइरहेको छु। भिडियोलाई लास्टसम्म हेर्नु होला। देख्न सक्नुहुन्छ मेरो आधासम्म भइसकेको छ इन्स्टल। साथीहरु, मेरो इन्स्टल भइसकेको छ। यहाँदेखि ओपन गर्ने यसलाई। अब यसलाई ओपन गरिसकेपछि तपाईहरुलाई दराज एपमा देखाउँछ। तपाईहरुले यसलाई नोटिफिकेसन अल गर्नुपर्छ दराज एपको। यसलाई अलमा लगाइदिए त्यसपछि त्यसको अब नेटवर्क स्लो हुनाले देखाएको छैन। यसमा दोस्रो चोटि गर्छौं प्रयास। दोस्रो चोटि दराज एपमा जान्छौं। यसलाई हटाएर अब दराज एपमा गएपछि तपाईले यसलाई देख्न सक्नुहुन्छ। अब यसलाई हामीले लगइन गर्नुपर्छ। तल लगइन भन्ने नाउ भन्ने देखाएको छ। अब यसमा गुगलदेखि या फेसबुकदेखि केमा गर्नुपर्छ। गुगलदेखि गर्दैछु म। गुगलबाट अकाउन्ट खोल्नु होला। तपाईले फेसबुकबाट पनि खोल्न सक्नुहुन्छ। यहाँ मेरो अकाउन्टहरु देखिसक्नु भएको छ। मैले एकमा ट्याप गरेछु। अब मेरो आफै अकाउन्ट खुल्दैछ। अब यसमा ठिक खुलेछ भन्ने चिन्ह देखाएको छ। अकाउन्टमा जाँदा यहाँ देख्न सक्नुहुन्छ अकाउन्ट खुलिसकेको छ। यहाँबाट फोटो सिलेक्ट गर्न सक्नुहुन्छ तपाईले। टेक फोटो गरेर अलाउ गरेर यहाँबाट तपाईले आफ्नो ग्यालरीको कुनै पनि फोटो राख्न सक्नुहुन्छ। अब दोस्रो के हो भन्दाखेरि अब यसमा तपाईले अगाडिबाट पनि राख्न सक्नुहुन्छ फोटो। अब यसमा हामीले भाषा लगाउनु पर्छ। अनि यसमा एक्सेस इन्फर्मेसनमा केही देखाउँछ तपाईहरुलाई। जस्तै अहिले देखाइरहेको छैन नेट स्लो हुनाले। अब तपाईले एड्रेस लेख्नुपर्छ। सबैभन्दा पहिले एड्रेस लेख्नुपर्छ। म एड्रेसमा क्लिक गर्छु। अब एड्रेस क्लिक गरेपछि त्यसमा प्लसमा गएर आफ्नो नाम अनि फोन नम्बर नाम राख्नुपर्छ यसमा। अब हाम्रो फोन नम्बर भनिएको छ। फोन नम्बर राख्नुपर्छ तलकोमा। तेस्रोमा के भनिएको छ, अब तेस्रोदेखि हाम्रो त्यो एड्रेस लेख्नुपर्छ। अब हामीले कुन ठाउँ पुगाउने, होममा पुगाउने कि भनेर या अफिसमा पुगाउने भन्ने बारेमा तपाईहरुले सिलेक्ट गर्नुपर्छ। सबैभन्दा पहिले हामी नाम लेख्छौं। आफ्नो नाम म हेमन्त भट्ट लेख्छु। मैले आफ्नो नाम लेख्दैछु। जस्तै मैले हेमन्त भट्ट लेखेको छु। अब नम्बरमा यहाँ ट्याप गरेछु आफ्नो नम्बर। अब यहाँ तपाईले एड्रेस लेख्नुपर्ने हुन्छ। कुन प्रदेश, कुन जिल्ला र कुन ठाउँ अनुसार छ त्यसलाई छान्नुपर्ने हुन्छ। मैले छानिसकेको छु। अब यसमा हेर्न सक्नुहुन्छ मेरो छानिसकेको छु मैले। अब यसमा एड्रेसमा तपाईहरुको घरको संख्या, नम्बर अथवा ठाउँको कुनै पनि नम्बरहरु लेख्न सक्नुहुन्छ। यसमा लगाउन सक्नुहुन्छ। मैले यसमा
नाम लेखिदिएको छु। अब यसमा होममा आउँछ, त्यसपछि सेभ गर्नु होला। अब यो सेभ भइसकेको छ, देख्न सक्नुहुन्छ। अब ब्याक जाँदा हाम्रो एड्रेस सेट भइसकेको छ। अब टेक फोटो गरेर फोटो राख्न सक्नुहुन्छ, अगाडिको पछाडिबाट अगाडिबाट राख्न सक्नुहुन्छ तपाईँले। अनि यसमा देख्न सक्नुहुन्छ, ग्यालेरीबाट पनि राख्न सक्नुहुन्छ तपाईँले। म अहिले राख्दै छैन। अब देख्न सक्नुहुन्छ मेरोमा देखाएको छ कि सबै चिजहरू देखाएका छन्। यसमा के हुन्छ, तपाईँले सोचेको सबै कुराहरू मिल्न सक्छ। यसमा सबै मिल्छन् र सस्तो प्राइसमा पनि मिल्छ। अब यसमा मैले बताइदिएको छु कसरी अकाउन्ट खोल्ने भन्ने बारेमा। अब यसमा तपाईँ महिला होस् पुरुष होस् सबै सामान पाइन्छ, सक्नुहुन्छ। यसमा देखाइरहेको छ मेरो मेसेज गएछु कार्डमा जाँदा, अकाउन्टमा जाँदा देख्न सक्नुहुन्छ। अब तपाईँको अकाउन्ट तपाईँले अर्डर गरेको सामान देखिन्छ। अब यहाँ देख्नुहुन्छ अकाउन्ट इन्फर्मेसन छ, अकाउन्ट फर्स्ट नेम देख्न सक्नुहुन्छ। यहाँ तपाईँको इन्फर्मेसन देखाएको छ, सबै तपाईँको जिमेल एड्रेस, एड मोबाइल, डिटेल, फर्गेट आइडी, चेन्ज पासवर्ड, फुल नेम भनेको छ, मेरो नेम छ राखेको छु, पासवर्ड राखेको छु। अब सबै चिज मिलाउनु होला यसमा तपाईँले सबै। यसमा तपाईँहरूलाई मैले जति कुरा बताएँ त्यसलाई तपाईँहरूले बुझिसक्नु भएको होला। अब भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला हाम्रो च्यानललाई। देख्नुहुन्छ तपाईँको प्राइभेसी चिज, अनि प्राइभेसीलाई पनि देखाएको छ।